गाइस ह्याप्पी होली होलीको विशेष महिला दिदीबहिनीलाई तिहार होलीको शुभकामना सबैलाई। हामी चाहिँ टाइगर प्यालेसको बाटो हिँड्दैछौँ होइन। कतै होली मनाउनु पाइन्छ कि भन्नु छैन हो केटा हो। अब कोही पनि छैनन् नेपालमा, सब गए देशतिर छन्। कहाँ हुने हो, कोही पनि भेटिँदैन त्यस्तो कुरा कस्तो ठाउँ। चिले जङ्गल हो केटा, चिले जङ्गल जङ्गलमै बङ्गल है। जङ्गलमै बङ्गल। बाबु के हो र यस्तो? हाम्रो त छैन यस्तो होली। हाम्रो त टिका लाउने मात्रै हो, टिका लाउने मात्रै होली हो। नछोड अरे। कंट्रोल ल बाबु होली कोही केटा भेट्दैन केटा हो। त्यही भएर यहाँ चाहिँ यो फुटबलमा मही बाँड्दो रहेछ। गहिरो भइसक्यो मही च्याप गर्मी छ, गोरी खानु मही खान आएको खाएर भइसक्यो मही खाइदिएको मही छ केटा मही खाएर हिँड्ने हो केटा। अब मही खाएर हिँड्यो। अब नाचगान कतै के रहेछ भने मैले चाहिँ भिडियोमा देखाउने कोसिस गर्नेछु, नत्र चाहिँ अब घर सुत्नु पऱ्यो। केही छैन, मही खाएको पेट कुम्म भएछ। बाक्लो लैन भइसक्यो मै रहेछ। होली लभली हुँदैछ है दाजुभाइको होली यस्तै है। रङ्गी न रङ्गी यसै रङ्गी साथी न रङ्गी यसै रङ्गी सङ्गी। अहिलेदेखि केटा मही खाएर डुम्म भयो पेट। भैरवा रूपन्दै हो केटा, यो रूपन्दै भैरवा। सबै आएको चाहिँ मैले त्यो बिप राखिदिने गर्दा म जाने आएको थिएँ बिप राख्न। म त बिप राख्न जाने आएको थिएँ। तपाईँ पोलेको सबै राखिदियो। मैले जानेछु बिप त राख्नु पर्दैन त। हाम्रो यात्रा जारी छ है। अब कहाँ हुन्छ टाइगर प्लेसमा आज फुल रहेछ कि हाउसफुल रहेछ। लाइसेन्स छ कि नै? त्यसैले छिर्न दिएन लाइसेन्स छ कि नै? लाइसेन्स। अनि टाइगर प्लेसमा हाम्रो इन्ट्री भएन है, किनकि त्यहाँ कोटा फुल भन्छ। अन्य 100जना मात्रै इन्ट्री रहेछ। त्यसैले हाम्रो नेक्स्ट लोकेसन हन्टिङ भइरह। सायद यहाँको हाम्रो भेनिला, पहिलाको भेनिला, पहिलेको कुन के छ, हामी त्यहाँ जाँदैछौँ। ह्याप्पी होली हुँदैछ। त्यसैले त्यहाँनिर जान सकिन्छ हामी। अब नेक्स्ट डेस्टिनेसन कहाँ हुन्छ हाम्रो, तर बाटोमा गाईहरू धेरै छन्। सो रङ रमाएर चाहिँ आफैले गर्नुपर्छ। यो होलीमा मादक पदार्थ सेवन नगर्नु होला। हामी चाहिँ त्यही भएर मही खाएर आयौँ होइन। सबैलाई देखाउनको लागि निम्ति सन्देशमूलक भिडियो हो। सबैको देश संस्कृति जोगाउनुपर्छ। आफ्नो देशमा उत्पादित सामानहरूको युज गर्नुपर्छ। विदेशी सामानको भन्दा नेपालकै सामानको प्रडक्टको धेरै युज गरौँ, प्रमोट गरौँ भन्ने हाम्रो हेतु हो। त्यसैले स्वदेशमै बनेको चिजको प्रयोग चाहिँ सबैभन्दा धेरै गरौँ भन्न चाहन्छु। हामी चाहिँ जापानमा यो चस्मा कति पर्दो रहेछ त? जापानमा थाहा भएन। जापानमा 16मानको चस्मा हो। तर यो मेरो सोभन्दा पहिल्यैको चस्मा हो क्या। नेपाली प्रडक्टको युज गर्नुपर्छ। नेपालको होइन यो पनि अस्ट्रेलियाको $22 को टी सर्ट हो।
तर म चाहिँ नेपालकै युज गरेँ भन्छु तर पनि घिउ खाएको चाहिँ छोड्न चाहिँ भएन है साथीभाइ ठाउँमा भएपछि फेरि हुँदो रहेछ कि हुँदो रहेछ सबैले माया गरेर चिनो बनाउँछन् अब हामीले स्वीकार्नै पर्यो फेरि साथीभाइले दुःख मान्ने हुन् कि भन्ने डर होइन मेरा फेरि धेरै जसो हुम्ला जुम्लातिर छन् त्यही भएर यो पुनीको लाएर आएको छु अनि कि जाने हो भेनालाई चाहिँ अघिको रमाइलो कि त्यहाँ जाने अघिको पिए फर्स्ट भने बोली भिल्लामा जानु पिए फर्स्ट भने तिमी त के हो आज त हो ए फर्स्ट ह्यान्ड ड्रिङ्क हो पहिला अगाडि जाउँ है ल गाइस पहिला हेरौँ ल बाटोमा हामी यो सेफ ड्राइभ गर्नुपर्ने हुन्छ त्यसैले यो के अरे यो ड्राइभ एन्ड युज मोबाइल चाहिँ नगरौँ ल अहिले हेरौँ ल सबै नागरिक बनाऊँ नेपालको ट्राफिक रुल्सको फलो गरौँ भन्दै हामी चाहिँ यो भिडियो चाहिँ अन्त्य गर्न चाहन्छौँ हस् त हाम्रो साथी पुलिसहरू साथी नेपालको नियम सबैले पालना गर्नुपर्छ भन्छु म त ट्राफिक नियमको सबैले पालना गरौँ धन्यवाद जय शम्भु जय नेपाल जय राष्ट्र जय राजा अहिले चाहिँ हामी बुटोल हाम्रो बुटोल चाहिँ बुटोल केटा हो यो कालिका नगरभित्र यो बाटोमा के भन्छ यो ठाउँलाई थाहा भएन सर्भिस ल्यान्ड बुटोलको ठाउँमा हो यो चाहिँ बुटोलको ठाउँमा त्यस्तो के बोलेको सम्भव त होइन यही हो क्या बुटोलको ठाउँमा ओहो राम्रो छ यता त माहौल चाहिँ रङ्गी चङ्गी छ त्यो सिटी सहर भनेको सहरै हुँदो रहेछ कि गाउँमा मोही खाएर आइयो होटलमा चाहिँ यसो कतै नाच्न पाइयो भने यसो भजन कीर्तनमा नाच्न पाइयो भने नाच्नु पर्यो भनेर हो कि संस्कृति भनेको संस्कृति हाम्रो फेरि संस्कृति जोगाउने भन्ने जाने हो राम मन्दिर जाम न त जाम खैँजरी मजुरा बजाएर रामलाई खुसी पारौँ डुङ्गो बार राम भजनमा हामीलाई फेरि यो यता जाउँ न कल पार डिस्को कहिले भजन के हो त कि लोकदोहोरी कि भजन चाहिँ हामी भ्लगको एन्डिङमा छौँ अब चाहिँ नास्ता भात खाएर जाने भनेको भ्लगको एन्डिङमा छौँ ल दाजु केही भनिदिनुहुन्छ हाम्रो दर्शकहरूलाई के भन्ने आजको होली भ्याइयो टाइगर प्लेस गयो रमाइलो गऱ्यो आयो है सानोतिनो हल्का रमाइलो सबैको व्यवहारिक मान्छे भन्नुहोस् के दुई चार शब्द गुड नाइट लाउरे सलाम छोड्के सलाम